हेलो गाइस, हरे कृष्ण। कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गर्दैछु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। र यो चाहिँ पाण्डमबाट लिएर आउनुभएको आमाले काँक्रा 100 रुपियाँको उठाएर बाटोबाट किनेको र पाण्डमबाट धेरै सामान ल्याइदिनु भएको छ। र यो चाहिँ दही हो, पाण्डमबाट ल्याएको दही। यो चाहिँ अहिले म खान्छु, अलिकति चिसो छ हो, घाममा राख्छु अनि तताएर खान्छु। अन्त मैले चाहिँ अब यो एप्पल छ हो, आमहरू पनि छ। यसलाई चाहिँ अब काटेर बाबा आमालाई माथि दादा भएको जग्गामा पुगाइदिन्छु। र एउटा चिज हेर्नुभएको छ, तपाईँहरूलाई कसलाई थाहा छ यसको नाम चाहिँ के हो भन्नुहोस्। यसलाई चाहिँ सायद आरुचा पनि भन्छ, प्लम पनि भन्छ। यसको चाहिँ नुन हालेर खानु चाहिँ एकदमै मिठो हुन्छ। पाकेपछि चाहिँ यत्तिकै खाँदा नि हुन्छ, काँचो काँचोमा चाहिँ नुनसँग मिठो हुन्छ। र यसको अचार पनि बनिन्छ र ज्याम पनि बनिन्छ। ओद्लाडीमा हुँदा चाहिँ मैले धेरै खान्थेँ। बाई बाई।